नमस्कार। नेपाल वान टेलिभिजनको पृथक कार्यक्रम एक्सरे रिपोर्टमा तपाईलाई स्वागत छ। म इन्द्र आचार्य। आज नेपाली हुनुमा हामीलाई गर्व छ, किनकि विश्वकै सर्वोच्च शिखर सगरमाथा भएको देश भनेर चिनिन पाउँदा त झनै शिर उच्च भएको छ र गर्वले छाती चौडा बनेको छ। त्यही विश्वकै आकर्षणको केन्द्रबिन्दु, विश्वकै धरोहर सगरमाथालाई विश्वभरिकै टेलिभिजन इतिहासमा नदेखाइएका दृश्यहरू मार्फत नजिकबाट चिनाउँदैछौँ। तपाईले अक्षरमै मात्रै पढ्नु भएको र एक दुई दृश्य वा तस्बिरबाट चिन्नु भएको सगरमाथालाई आज देखाउँछौँ आधार शिविरदेखि 8848 मिटरको चुचुरोसम्मकै दृश्यहरू र परिचित गराउँछौँ सगरमाथालाई विश्व सामु। के तपाईलाई सगरमाथाको चुचुरोमा कसरी पुग्ने, बाटो कस्तो होला र त्यहाँ हिउँ नै हिउँ या के देख्न पाइन्छ भन्ने जिज्ञासा त पक्कै पनि होला। आज जसले यो कार्यक्रम पुरै समय हेर्नुहुन्छ त्यो सबै जिज्ञासाको जवाफ आफै पाउनुहुनेछ। हामी देखाउँदैछौँ सगरमाथाका हरेक कुना काप्चा र बाटाहरू, त्यो पनि आधार शिविरदेखि चुचुरोसम्मकै दृश्य। त्योभन्दा पहिले कार्यक्रमको सुरुवातमै हामी सम्मान गर्छौँ जसले सगरमाथाको साहसिक आरोहण मात्र पुरा गर्नु भएन, जसलाई दृश्यमा समेट्दै तपाईहरूलाई कोसेलीको रूपमा यी सबै दृश्यहरू ल्याउन सफल हुनुभयो। उहाँ हुनुहुन्छ अल्ट्रा धावक सञ्जय पण्डित। उहाँलाई सहकर्मी विपन भण्डारीले तपाईहरूमाझ थप परिचित गराउँदै हुनुहुन्छ। सञ्जय पण्डित नेपालका सबैभन्दा लामो दूरी दौडने धावकको रूपमा स्थापित नाम हो। 2210 किलोमिटर दौडेर नेपाली खेल क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सञ्जय पण्डित विश्वकै प्रथम खेलाडी बनेका छन् सगरमाथा आरोहण गर्ने। गत वर्ष बालकुनी 8600 मिटरसम्मको आरोहणको अनुभव लिएका पण्डितले यसपालि सगरमाथा चुचुरोमै पाइला राख्न सफल भएका छन्। उनले यसअघि नै मनास्लु, आइल्यान्ड पिक, छुकुन्द्री पिक सफल आरोहण गरिसकेका छन्। केही पहिले विश्वको 8औं ठुलो पर्वत अर्थात् किलर माउन्टेन मनास्लुमाथि विजय प्राप्त गरेका थिए। उनले गत वर्ष चुचुरोको नजिकै पुगेर फर्किनु परेको थियो। त्यो पीडा भुल्न उनले जसरी भए पनि सगरमाथा चढ्नै पर्ने भएको थियो। सञ्जय त्यो दिनको पर्खाइमा थिए। सोही समय उनको 7 समिट ट्रेक एजेन्सीबाट सगरमाथा आरोहण गर्ने टोलीसँग भेट भयो। करिब 75 जना टोली रहेको आरोहण दलमा सञ्जय पण्डितले पनि एक आरोहीका रूपमा सदस्यता पाए। सोही समूहमा साहस बोकेर गएका उनले आखिर 19 मे 2013 को बिहान 9:56 पृथ्वीको सर्वोच्च शिखर सगरमाथामा पाइला राख्न सफल भए। सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा छौँ, जहाँ कि हामी साथीहरू प्रायः जस्तो अस्वस्थ देखिन्छ र कोही एकदम एक्साइटेड भएर खुसी भएको पनि देखिन्छ। जहाँसम्म लाग्छ साथीहरू यो मौका भनेको प्रायः जो कहिले पनि नआउन सक्छ, त्यही भएर पनि होला कतिपय साथीहरूलाई खुसी पनि छ, कतिपय साथीहरूलाई। दर्शकहरू, आज हामी धेरै बोल्दैनौँ, बोल्छन् त तस्बिरहरू स्वयं। हामी मात्रै तिनै तस्बिरलाई सहज बनाउन केही कुरा मात्रै थप्ने कोसिस गर्छौँ, किनकि
विश्वकै यो धरोहरलाई जति शब्द खर्च गरे पनि पुरै व्याख्या गर्न सम्भव छैन। त्यसैले देखाउँछौँ पृथ्वीकै सर्वोच्च शिखर सगरमाथाको आधार शिविरदेखि चुचुरोसम्मका दृश्यलाई समेटेर तयार पारिएको यो एक्सरे रिपोर्ट। राजधानी काठमाडौँबाट सोलुखुम्बु जिल्लाको लोक्ला विमानस्थलतर्फ उडान भरेपछि नै सगरमाथाको यात्रा सुरु हुन्छ। करिब 10 दिनको हिँडाइपछि लुक्ला, नाम्चे, बाबुचे, फेरीचे हुँदै सगरमाथा आधार शिविरमा अभ्यस्त बनाइयो। त्यसपछि बेस क्याम्पमा नियमित अभ्यास सुरु भयो। This is the pipe through which the oxygen goes. Open this. This has a sleeve here, like a bulb. At homes, when you put in a bulb in a holder, it's something like that. It has 2 pins here. Align this and twist it to lock it. Is that clear? Is this clear? It's like a normal bulb holder. So just twist it into the lock and the pipe is locked. Clear? Yeah. Now once you've done this, ensure that this is not closed. Ensure that this is not locked to zero. Very, very essential to know that this cylinder is packed to a pressure of 240 to 260 millibars. Right? And when you screw this on to the cylinder, and if it is locked, there is a lot of pressure on the sleeve here. So if it is open slightly, so the moment you start screwing it up, so the oxygen has outlet. कुनै पनि आरोहीलाई हिमालको चुचुरोसम्मको लागि त्यहाँको वातावरणसँग घुलमिल हुन अनिवार्य छ। यही वातावरणसँग भिज्न सकिएन भने आरोहण गर्ने क्रममा निकै अप्ठ्यारोको सामना गर्नुपर्ने हुन्छ। जुन आरोहीको शरीर फिट एन्ड फाइन हुन्छ उसले मात्र आरोहण गर्न सक्छ। त्यो समूहका सबै सदस्य आधार शिविर बस्दा त्यहाँको वातावरणमा फिट भएका थिए। It will start to flow from here as well. So don't worry the moment when you start screwing it, the air comes from here. But immediately. त्यसैले अब आधार शिविरबाट क्याम्प 1 तिर अघि बढ्छ। सायद संसारमै सबैभन्दा कठिन एवं खतरनाक बाटो मानिन्छ यो आधार शिविरदेखि क्याम्प 1 सम्म। यहाँ आरोहीले निकै खतरनाक समस्याको सामना गर्नुपर्छ। हाम्रा अहिलेको सिजनमा एकजना मृत्यु भएको यही ठाउँ हो, यहाँबाट हो। म अहिले प्रणाम गर्छु, तर के गर्ने, समयको पाबन्दी हो। अब हामी क्याम्प 2 आइसकेका छौँ। अत्यन्त रोमाञ्चक छ।
यो चाहिँ गाह्रो फिलै भएको छैन खै किन हो गाह्रो फिल भएको छैन कुनै बेला पनि आरोहीको ज्यान जान सक्छ यदि सही गन्तव्यमा पाइला टेकिएन भने हात पछि गर्नु न पछाडि गर्नु पिछे गर्नु न बद्ल्यो हैन ठीक छ उडेको तानी राख्नु कि मोहन सेफ्टी लक गर ए सेफ्टी लक गर लक एउटा फोटो पनि है हरेक घण्टामा चेन्ज हुने खुम्बु आइस फलमा खुबै चनाखो हुन्छन् यी पथ प्रदर्शक डोरी छोड्दै भाइ हो ल जानुहोस् सेफ्टी लाउनु सेफ्टी लाउनु पर्ने त्यो बिचकोमा समाउनुहोस् न बिचकोमा समाउनुहोस् होइन बिचको बार छ नि त्यो बारमा समाउनुहोस् न ल ल ल अब क्याम्प 2 सम्मको यात्रापछि क्याम्प 3 सम्मको यात्रा आरोहीहरू केवल डोरी र भर्याङको सहाराबाट मात्रै ठाडो उकालो पार गर्न सक्छन्। देखाउँछौं विश्रामपछि। विश्रामपछि स्वागत छ। तपाईहरू यति बेला नेपाल वान टेलिभिजनको एक्सरे रिपोर्ट हेर्नुहुँदैछ र प्रसङ्ग छ सर्वोच्च शिखर सगरमाथाको चुचुरोसम्मको यात्रा। क्याम्प 2 देखि 3 सम्म आरोहीहरू सिसा जस्तो आइसमा टेक्दै ठाडो उकालो कहिले केवल डोरी पक्रँदै त कहिले भर्याङकै मात्रै सहारामा माथि चढ्ने गर्दछन्। त्यसै गरी मात्रै उनीहरूले यो यात्रा पार गर्ने गर्दछन्। हामीहरू अहिले एभरेस्ट क्याम्प 2 र क्याम्प 3 को बिचमा छौँ र यो यहाँ देखिरहेको यिनीहरू जुन यी आरोहीहरू हुन् यो अत्यन्त एभरेस्टको सबैभन्दा गाह्रो पोइन्ट हो। यहाँबाट माथि देखिरह्यो लोस्यो जुन विश्वको तेस्रो चौथो ठुलो हिमाल हो भने सबैका आफ्ना। क्याम्प 2 बाट उकालो लागेपछि यहाँ एकदमै निलो आइसमा हिँड्नु पर्ने हुन्छ। सिसा जस्तो देखिने यो यात्रा ज्यादै जोखिम पनि छ।
कुनै कुनै भागको यो ठाडो उकालो केवल एउटा डोरी र भर्याङको भरमा मात्रै पार गर्नुपर्ने चुनौती छ। होस पुर्याउन सकिएन भने यहाँ यो सिसा जस्तो आइस चिप्लिएर यो तल खोजमा झर्ने जोखिम उत्तिकै छ। 7500 मिटरको उचाइमा रहेको यो क्याम्पलाई मृत्यु रेखा पनि भनिन्छ। यहाँबाट यसरी रमणीय हिमाली दृश्यहरू पनि देख्न सकिन्छ। यहाँबाट माथि चढ्नुभन्दा पहिले हरेक आरोहीले आफूलाई आवश्यक पर्ने अक्सिजन र अन्य आवश्यकताका वस्तु लिएर जान्छन्। करिब 6 घण्टा निरन्तर हिँडेर यो क्याम्प 4 मा पुगिन्छ। क्याम्प 4 मा 4-5 घण्टाको आरामपछि सञ्जय र उनका गाइड सगरमाथाको टुप्पोतर्फ अघि बढ्छन्। त्यति बेला साँझ 7:15 को समय थियो। हात पछि गर्नु न, पछाडि गर्नु न, पिछे गर्नु न। बद्म्याउ हैन, ठीक छ। उडेको तानी राख्नु कि मोहन सेफ्टी लक गर। ए सेफ्टी लक गर, लक गर। एउटा फोटो पनि है। 8500 मिटरमा रहेको यो बालकुनीमा हिम हावा, ढुङ्गा तथा हिम वर्षाको झोक्का सहनु पर्ने हुन्छ। जोस जागरलाई कसैले पनि छिर्न सक्दैन र पारि देखिरहेको भाग्यो बेस क्याम्प हो। हावा र चिसोमा प्रयोग गरिने गोकुल चस्मा खस्ने डर हुन्छ। यदि चस्मा गुमाउनु परे चिसो आइस ब्लाइन्ड हुने डर हुन्छ। तल सम्म जानुहोस्। ल ल ल छोरा छोरा तम नेता आला 년 몰랐어 너. 네 장교 기타 먹으러. Go ahead, go ahead, over. Go ahead, best camp, go ahead. मलाई खोज्दै गर्नुभएको म ट्याक्सी भन्दैछु ओभर. Best camp, go ahead, best camp, go ahead, best camp, go ahead. ट्याक्सी ओभर. हिउँदका ढिक्काहरू बज्रिरहेका हुन्छन्। यो 8700 मिटरमा रहेको साउथ कोलमा अलि बढी नै शारीरिक समस्या आउने गर्छ। आँखामा समस्या आइ देख्नै नसक्ने हुन पनि सकिन्छ, जसलाई आइस ब्लाइन्ड भनिन्छ। थ्याङ्क यू दिदी। यहाँबाट पनि माथि चढेपछि पुरै एक्लो रक भेटिन्छ। एक्लो रक अर्थात् ढुङ्गामा खुबै घाम चर्किएको हुन्छ। यहाँ आइपुग्दा अधिकांश आरोहीको अवस्था पनि खस्किसकेको हुन्छ। यहाँबाट करिब 1.5 घण्टा हिँडेपछि मात्र
विश्वको सर्वोच्च शिखर सगरमाथा आउँछ। यहाँबाट हिँडेको 2 घन्टा अत्यन्त कठिन बाटोहरू हामीले देख्न सक्छौँ। यही हो हिरारी स्टेप। यहाँ एकदम निकै गाह्रो बाटो रहेको छ यो स्थानमा। हेर्दा यस्तो लाग्छ तर योभन्दा खतरनाक बाटो संसारमा कतै छैन होला। अत्यन्त गाह्रो छ। हाम्रा साथीहरू बसिरहनु भएको छ। धन्यवाद, थ्याङ्क यू। एक्लो रकलाई पार गरेपछि टेकिन्छ आरोहीका पाइला यो विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा। यहाँ पुगेपछि जो कोही आरोहीलाई अर्कै अनुभव हुने बताउँछन्। प्रशस्त देखिन्छ र कोही एकदम एक्साइटेड भएर खुसी भएको पनि देखिन्छ। जहाँसम्म लाग्छ साथीहरू यो मौका भनेको प्रायः जो कोहीले पनि नआउन सक्छ, त्यही भएर पनि होला कतिपय साथीहरूलाई खुसी पनि छ, कतिपय साथीहरूलाई आफू सबैभन्दा माथि पुगेको अनुभूति हुने। माथि पुगिसकेपछि सबै चिज तल देखिने। सबै आरोहीले यही अनुभव सँगाल्छन् होला। शिखर चुमेपछिको अनुभवलाई व्यक्त गर्न सञ्जयसँग नि अहिले कुनै शब्द छैन। यो विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो जहाँ चाहिँ हामी भिडियो गर्न गइरहेछौँ र साथीहरू यसरी बसिरहेको। धन्यवाद। जसले 19 मे 2013 को बिहान 9:56 पृथ्वीको सर्वोच्च शिखर सगरमाथामा पाइला राख्न सफल भए। यी सबै दृश्य हेर्दै समय गएको पत्तै भएन। हाम्रो आधा घण्टाको समय यही सकिएको छ। बाँकी प्रसङ्ग अर्को हप्ता प्रस्तुत गर्छौँ। सगरमाथा सर्वोच्च शिखर मात्र होइन, यो राष्ट्रको गौरव हो। यसले कयौँ पर्यटकलाई लोभ्याएको छ। यसको दृश्यावलोकनद्वारा कयौँ अनुपम सन्तुष्टि प्राप्त गरेर फर्कन्छन्। त्यसैले यो क्षेत्रको सुव्यवस्थित हुँदै जानु आवश्यक छ। हिमाल हाम्रो गौरव हो, हिमाल हाम्रो मुट्टु हो। हिमाल हाँसे हामी हाँस्न सक्छौँ। सगरमाथा हाँसिरहोस्, नेपालको गौरव बढिरहोस्। बिदा दिनुहोस्। याद रहोस् साँचोको तागत।